अनि पो बोल तिमी बोलेको साफै क्लियर सुन्छ उता मात्रै चिच्याको आवाज आइरह हाम्रो राजलाफालाई 1 विन पारेर जानु भनेको राजलाफा भाग्दिनु भयो के सपोर्ट नउठाखेरि त नखेल के सपोर्ट हुँदाखेरि मात्रै खेल्नुपर्छ तिमी हान यार भन्छ म त हानेको मसँग नि कोइन छैन के मैले हानेको हान्न त कहाँ 2टा 3टा कोइनले भ्याउँछ भनेको ए एउटा बाघ हान्नु न यार त्यस्तो यार अमेरिका भएर पनि यार यस्ता छ्या लोभी यार छ्या लास रहेछ यार बेजेट जम्मै एउटा रोजला छि ए बाप्पा एउटा बाघ हान्नु न अमेरिका भएको मान्छे यार यस्ता छ्या लोभी लास बेजेट पो यो त हे खुङखार बेजेट नेसनल छ क्या गफ पनि अडी हान्छ यार ल सुषमा हजुर ल म निस्केको लु बाघ रे ताट त्यस्ता बाघ त्यस्ता नि त्यस्ता पनि बाघ हानेको हुन्छ र ओके माने ओ ल नि हो खेल न खेल जित्छ फिक्स अब के भने जित्छ फिक्स रे के उताबाट गिफ्ट आयो के यताबाट सपोर्टिङै छैन तिमीलाई अनि डबल त खुले छैन तिम्रो डबल म आज फर्स्ट टाइम त हो त्यही त मैले नि देखेको फर्स्ट टाइम ल तिमीहरू म भनेपछि दिनदिन खेल्नुपर्छ लाइफ हाल्नु मन लाग्दैन मलाई खासै आउनुपर्छ क्या अलिअलि हुन्छ हान नभान्छ किन कन्जुस गरेको हजुर जस्तो अब अमेरिका भएको मान्छेले हानेर जब हामी गाउँघरमा रमाउने मान्छेले हान्छ भने बाघ अझै ए बाप्पा भेजेट नगर्नु हजुर मेरो अघि त उताको बोला गरे यता सुटे थियो क्या थाइल्यान्डतिर बसेर पनि थाइल्यान्ड हावाको नगर्नु भेजेट नगर्नु मेरो सुषमा बोल्दै नबोलेर आती जस्तै पर बस्छ अनि उताको आवाज सुनेर बस्दो रहेछ कहाँ थापेर अब के भन्ने खै लाटिने दिनुहोस् सोझी त हो नि ओ सोझी कुनै दिन हुम्ला पतर 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 बोली कन्जुस नगर यार हावा भेजेट नगर्नु सुषमा ल म निस्केको ओके ल